हामीले बुझ्दाखेरि one of the strongest company, one of the best in the field भनेर बुझिन्छ because of its strong delivery and non-government or government दुईटै सेक्टरमा चाहिँ we have that reputation and we feel very strongly about that. Of course नेपालको परिप्रेक्ष्यमा कसरी काम गर्नुपर्छ कतिपय केसमा के हुन्छ भन्दाखेरि इन्टरनेशनल कम्पनीलाई पनि नेपालमा काम गर्नलाई किन गाह्रो पर्छ भन्दाखेरि they do not have proper understanding of how things are to be done, which doors are to be knocked भन्ने कुराहरू आइडिया हुँदैन उनीहरुसँग एबिलिटी हुन हुँदै पनि तर हामीसँगको 2 दशकको जुन अनुभव छ त्यसले हामीलाई एक हिसाबले त्यो पोजिसनमा एलिभेट गरेको छ कि कुनै पनि खालको गभर्नमेन्टको सानो ठुलो सबै प्रोजेक्टहरुमा we are able to deliver, so that is one of the strengths. को बारेमा म अब केही कुराहरु भन्न चाहन्छु जुन यहाँहरु सबैलाई अवगत नै होला ट्रेडिसनल अप्रोचमा अझै पनि एम्फसिस छ अझै पनि गभर्नमेन्ट लेभलबाट धेरै हदसम्म चाहिँ नेक्स्ट लेभलमा एउटा चाहिँ आईटी को नयाँ युग अझै सुरु गर्नलाई हामी कुरा चाहिँ गरिरहेका छौं अझ पुग्न सकेका छैनौं त्यसको एउटा कारण एउटा रेजिस्टेन्ट ब्युरोक्रेटिक अप्रोच पनि छ अनि होम ग्रोन कम्पनीजलाई अझै पनि हामीले जति कुरा गर्दाखेरि पनि अझै पनि त्यो खालको लेभल अफ ट्रस्ट चाहिँ डेभलप भइरहेको जस्तो हामी देख्दैनौं when it comes to big projects towards development hopefully नयाँ पोलिटिकल चेन्जेसहरु भइरहेको छ यसले हामी डेभलपमेन्टको नयाँ उसमा चरणमा गइरहेका छौं जस्तो लाग्छ जसले गर्दा we are growing every day and this is in turn creating increasing opportunities for all of us यहाँ हामी सफ्टवेयरमा इन्भल्भ भएको सबै कम्पनीजको लागि आई थिंक हामी त्यस्तै मेसेज फ्लोट गर्नको लागि हामी यो समिटमा पार्टिसिपेट भएका हौं र आई कंग्रेचुलेट all of you for participating here and wish you all the best. Once again, I'd like to congratulate Info Developers for their achievement in recognizing our country in an international platform. Thank you so much for your presence. Very nice presentation and it was very informative. We got to know a lot about Yomery and what it has been doing. To be very honest, big motivation because they also maybe someday they were like us and they have grown this big. So thank you again for your amazing presentation. Next, I would like to call Mr. Amit Agrawal from Janki Technology for his. So, really a great presentation and truly said, Yomery can be a very good example for startups like us. Ajako presentation ma chai basically I was told to tell about the problems being faced on आफ्नै खालको काम गर्छन् कसैले गभर्नमेन्ट प्रोजेक्ट्स बढी गर्छन् भने कसैले आउटसोर्स विदेशी क्लाइन्टहरुलाई चाहिँ हामीले राम्रो काम गर्न सक्छौं भनेर कन्भिन्स गराउनु इट टेक्स सम टाइम अब त्यो लेभलको हाम्रो एउटा पैसा ल्याउन नसक्ने हैन मोस्ट अफ द फ्रीलान्सर्सले चाहिँ यसको लागि विदेशी साथीहरुको अकाउन्ट युज गर्छन् र जसले गर्दा गभर्नमेन्टलाई पनि डेटा इन्कम ट्याक्सहरु लस भइरहेछ र फ्रीलान्सिङ गर्दा एउटा प्रब्लम रेगुलर काम आउँदैन विभिन्न खालको काम आउँछ सो एउटा डोमेन एक्सपर्टिज आउँदैन तर व्हाट आई बिलिभ इज हैन जुन बेला कुनै कन्ट्रीमा गभर्नमेन्ट अलि स्मार्ट हुँदैन त्यतिखेर नै हो एन्टरप्रेन्योर्स ग्रो हुने आज ल एन्ड अर्डर कति ठाउँमा नभएर हो हामीले त्यसरी अनलाइन काम गर्यौं पैसा आयो एटलिस्ट एन्टरप्रेन्योरशिप त प्रमोट भयो हैन सो गभर्नमेन्ट नै स्मार्ट भयो भने हामीले गर्ने कामै पाउँदैनौं नि सो दैट वाज द बिगेस्ट एडभान्टेज र पैसा त्यसरी अहिले पनि हजारौं फ्रीलान्सर्सले कमाइरहेछन् अब यसको कन चाहिँ के हो भन्दाखेरि गभर्नमेन्टसँग डेटा छैन इन्कम ट्याक्स आएन र कस्तो स्किल सेट छ हाम्रो एक्चुअल स्ट्रेन्थ के हो त कस्तो खालको काम हामी गरिरहेछौं हामी डिजाइनिङमा अगाडि छौं कि प्रोग्रामिङमा अगाडि छौं कि केमा अगाडि छौं त्यो थाहा हुँदैन फ्रीलान्सिङ पछि हामीले चाहिँ लोकल सफ्टवेयर डेभलपमेन्ट स्टार्ट गर्यौं त लोकल सफ्टवेयर बनाउनु चाहिँ इट्स लाइक मेकिङ अ हाउस हामी भनौं न मोस्ट अफ अस हाम्रो एउटा टार्गेट हुन्छ नि बिए भएपछि अब केही पैसा आएपछि फर्स्टमा घर बनाउने भनेर अब घर बनाउँदा पहिला त सिभिल इन्जिनियर चाहियो त्यसपछि इन्टेरियर डिजाइनर चाहियो र त्यसपछि बल्ल आएर डेभलपर्स जुन डेली वेजमा काम गर्छन् उनीहरू चाहियो अब यहाँ आईटी कम्पनी खोलेपछि फ्रीमा सिभिल इन्जिनियरको काम आफैले गर्नुपर्ने इन्टेरियर डिजाइनरको काम आफैले गर्नुपर्ने
अनि त्यसपछि डेली वेजेस, अब हाम्रो त आइटी कम्पनीको कस्ट भनेको स्यालेरी हो, पर आवर पे गर्नुपर्छ। त्यो काम लास्टमा आफूले गर्नुपर्ने र घर बनाउँदा बालुवा आज चाहिन्छ भने 10 दिनपछि बालुवा ल्याएर 1 महिनाको काम 6 महिना लगाएर यु कान्ट सस्टेन। अनि त्यही गर्नलाई गाह्रो थियो र सानो स्टार्टअप्सलाई चाहिँ बिग गभर्नमेन्ट प्रोजेक्ट्स भनौँ न, त्यो अन्डरस्ट्यान्डिङ अफ ब्युरोक्रेटिक प्रोसेस पनि थिएन र ठुलो टेन्डरहरू पाउन गाह्रो छ। सो द्याट वाज द प्रब्लम वी फेस। अनि त्यसपछि चाहिँ वी स्टप डुइङ द्याट, वी स्टार्टेड लुकिङ फर क्लाइन्ट्स आउटसाइड। अब विदेशी क्लाइन्टहरूलाई काम गर्दै जाँदा दे आर भेरी स्पेसिफिक अबाउट द टेक्नोलोजी, होइन, एकदम एक्सपर्टिज चाहिन्छ र एउटा पर्टिकुलर कुरामा काम गर्नुपर्ने हुन्छ। जस्तै अहिले फ्युचर इज मसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स, डेटा एनालिटिक्स, होइन, त्यस्तो मान्छेलाई यहाँ रिटेन गर्न सक्नु एकदमै गाह्रो छ। र त्यसलाई ल्यायो, ट्रेन गर्यो, उहाँ जानुहुन्छ, फेरि ल्यायो, फेरि ट्रेन गर्यो, फेरि जानुहुन्छ। सो द्याट साइकल इज भेरी च्यालेन्जिङ। सो द्याट वाज द बिगेस्ट challenge. I talked to few software companies. As per Logpoint, reliable and consistent high-speed internet is one of the problem for them. Internet छ नभएको होइन, तर रिलाइ गर्न सकिँदैन। अब हाम्रो फाइबरहरू कति फ्लोर माथि छन्, कति इन्डियाबाट भएको हुनाले डिजास्टरलाई भनरेबल छन्, होइन। वी कुड डु स्याटेलाइट्स अर समथिङ, अब त्यहाँ एनटिएको रोल आउन सक्छ। तर वान थिङ चाहिँ यसको गुड पार्ट के हो भने, if you can deliver quality work, there is big opportunity. त्यसपछि our own product. र 2010 मा हामीले Sparrow SMS लन्च गर्यो, which is a SMS service. अब लोकल प्रडक्ट बनाउँदाखेरि now the challenge you faced is प्रडक्टमा आजको आज पैसा आउँदैन। क्लाइन्टको काम गर्दा कस्तो हुन्छ भने सफ्टवेयर डेलिभर गर्नुभयो, पैसा आयो। तर प्रडक्ट बनाउँदा इट टेक्स 2, 3, 4, 5 years। र त्यो चाहिँ ट्याक्स डिपार्टमेन्टलाई बुझाउन गाह्रो छ। If you are working in loss from 4 years or 5 years, or increase in number of employees doesn't necessarily make increase in the revenue, त्यो कुरा हुँदैन। र नेपालको मार्केट आफै सानो भएको हुनाले, अन्डरस्ट्यान्डिङ नभएको हुनाले एन्ड युजरलाई एडुकेट गर्नु पर्यो, त्यो एफर्ट लाउनु पर्यो, which is a challenge if you make a local product. The volume is very less. भनौँ न, in online users, educated users, Facebook चलाउने users भनेको using internet actually for need एकदमै कम छ। So that was one of the challenge. र local companies still not willing to pay. मलाई कति भनौँ न कम्पनीजहरू अथवा नर्मल पिपल दे कम एन्ड आस्क, भाइ एउटा एप बनाएको कति पर्छ? कति पर्छ? एप बनाएको, लाइक एप इज नट जस्ट एन इन्टरफेस होइन, त्यो एपले के गर्छ, कहाँ इन्टिग्रेट गर्छ, होइन। कति दाइहरू आउनुहुन्छ, मलाई एउटा डाइनामिक वेबसाइट बनाइदेऊ भन्नुहुन्छ, कति पर्छ? यु कान्ट टेल कति पर्छ डाइनामिक वेबसाइट बनाउन, 10,000 पर्छ कि 10 लाख पर्छ। सो त्यो अन्डरस्ट्यान्डिङले गर्दा पनि लोकल काम, नर्मल काम गर्न एकदमै गाह्रो भयो। Then we started 5 years, and now we have started getting, income, and we will go to break even and then we'll make it. त्यो पेशेन्स गाह्रो छ। 5 वर्षसम्म 12 जना इम्प्लोइ राखेर पैसा तिर्न गाह्रो छ र नेपालबाट त्यस्तो ठुलो सक्सेस स्टोरिजहरू छैन जसलाई हामी फलो गर्न सकौँ। इफ यु काउन्ट $1 million products from Nepal, there are a handful of them. र $1 billion प्रडक्ट त छँदै छैन। सो त्यो इनोभेसनहरू यहाँ नभएको हुनाले हामीलाई एकदमै गाह्रो भयो। र अभियसली विदेशी काम गर्दा द सेम प्रब्लम, रिलायबल इन्टरनेट। हामी नेपालको डेटा सेन्टरमा अहिले पनि आफ्नो सर्भर्स राख्न डराउँछौँ। सो हामी AWS नै युज गर्नु परिरहेछ। इभन अदर कम्पनीज आर डुइङ द्याट। सो इट्स स्टिल नट इजी फर अस। र यदि हामी विदेशको लागि प्रडक्ट बनाउँछौँ भने हाम्रो एक्सपेन्सेस पनि त विदेशमा हुन्छ, मार्केटिङ एक्सपेन्स, सर्भर एक्सपेन्स, अरू एक्सपेन्स। त्यो चाहिँ अझै गाह्रो छ सानो कम्पनीजलाई लिगली देखाउन, किनकि आइटी प्रोफेसनलको टाइम बढी इम्पोर्टेन्ट हो। अफलाइन ब्याङ्किङबाट गएर पेमेन्ट गरेर यु कान्ट सस्टेन। सो अ लट अफ एक्सपेन्सेस हामी बाहिर गर्छौँ र मोस्ट कम्पनीजले के गरिरहेछ भन्दाखेरि दे ओपन अ कम्पनी देयर इन सिङ्गापुर अर US अर समवेयर, र सबै बिलिङ सबै काम त्यो कम्पनीको नाममा हुन्छ र यहाँ चाहिने जति बिलिङ भइरहेछ। अ लट अफ कम्पनीज आर डुइङ द्याट, किनकि नेपालमा कम्पनी रेजिस्टर गर्यो भने भोलि अब
प्याटेन्ट फाइल गर्न पनि गाह्रो होला, इन्भेस्टर ल्याउन पनि गाह्रो होला, जे गर्न पनि गाह्रो हुन्छ। अथवा भनौँ न इभन तपाईँको युएस को एड्रेस छैन भने क्लाइन्ट पनि तपाईँलाई ट्रस्ट गर्नुहुन्न। त्यो सबैको लागि चाहिँ इफ यु वान्ट टु डु अ ग्लोबल प्रोडक्ट यु विल ह्याभ टु फेस दिस च्यालेन्जेस। सफ्टवेयर कम्पनीज सबैको भिन्दै प्रब्लम छ किनकि सबैको काम बेग्लै खालको छ। कसैलाई यहाँको गभर्नमेन्ट यहाँको कोहीसँग मतलब नभएको कम्पनीहरू पनि छन् भने कोही चाहिँ यहीँको गभर्नमेन्ट प्रोजेक्टमा डिपेन्ड हुने कम्पनीहरू पनि छन्। तर सबैको कमन प्रब्लम हेर्नुहुन्छ भने इट्स स्किल्ड वर्कफोर्स। अझै पनि हामी कहाँ आइटी कम्पनीज थुप्रै छन्, नभएको होइन। यो 2013 को डेटामा हेर्नुहुन्छ भने वी हेभ मोर देन 3000 ग्रेजुएट्स र अहिले यो डबलभन्दा बढी भइसकेको छ। सो वी हेभ 6000 प्लस ग्रेजुएट्स एभ्री इयर। तर पनि स्किल्ड म्यान पावर छैन। अब यो आइटी कम्पनीजहरू थुप्रै खोलेर हामीलाई हायरिङ सजिलो भएको कि गाह्रो भएको हामीलाई नै थाहा छ। त्यहाँ एउटा ग्याप छ र त्यो मैले लास्टमा सजेसन्समा इन्क्लुड गरेको छु हाउ वी क्यान फुलफिल द्याट ग्याप होइन। र अर्को प्रब्लम उसले अब हामीले अरू कुनै खालको मान्छे हो भने उसलाई केही सिकाउँछौँ होइन। जस्तो घरमा हामीले कुक छ, कुकलाई खाना बनाउन सिकाउनु भयो होइन, ऊ स्किल्ड भइसकेपछि हि विल बी अ कुक होइन। तर आइटीको मान्छे कि त ऊ स्किल्ड होइन, यदि ऊ स्किल्ड छ भने ऊ घर बसी बसी $2-3 हजार कमाउन सक्छ भने तपाईँ कहाँ किन गर्नुहुन्छ? सिम्पल प्रब्लम। जबसम्म ऊ स्किल्ड हुँदैन ऊ तपाईँ कहाँ काम गर्छ। जब ऊ स्किल्ड भयो भने अहिले पनि कति साथीहरू छन् जसले चाहिँ घर बसेर मजाले $2,000 कमाउँछन्, हामी 2 लाख स्यालेरी दिन सक्दैन र उनीहरूलाई इन्कम ट्याक्स तिर्नु पर्दैन किनकि भनौँ न रेमिटेन्स अरू च्यानलबाट पैसा आउँछ। र त्यो प्रब्लमहरूले गर्दा यहाँको स्टार्टअपहरूलाई मान्छे तान्न गाह्रो। प्लस देशको अरू कन्डिसन्स, लोड सेडिङ अहिले कम भयो, पोलिटिकल कन्डिसन्सहरूले गर्दा पनि पिपल वान्ट टु गो अब्रोड पढ्नलाई अथवा जस्तो काम गरे पनि युएस जाने त्यो ट्रेन्ड पनि बढी भएको हुनाले द्याट्स अ प्रब्लम। र यसको सल्युसनको लागि भेरिक्सले एकचोटि आइओईमा एउटा इलेक्टिभ सब्जेक्ट पनि राख्न खोजेको थियो इन्स्टिट्युट अफ इन्जिनियरिङमा, तर समहाउ त्यो पछि मिलेन। त्यो द्याट कुड ह्याभ बिन वान अप्रोच। एउटा इलेक्टिभ कम्पनीले नै राख्यो भने इट कुड हेल्प इन हायरिङ। सो लास्टमा चाहिँ हामी I was told to tell about the importance of software industry. I've seen many programs where a lot of leaders tell that IT नै सबै थोको अब युग IT को हो। मैले भन्न खोजेको के हो भन्दाखेरि IT आफैमा इन्डस्ट्री होइन, IT ले अरू इन्डस्ट्रीलाई इम्पावर गर्ने हो। एग्रिकल्चर, हेल्थ, एजुकेसन, गभर्नमेन्ट जबसम्म त्यहाँ IT को प्रपर युज हुँदैन, IT आफैले त्यो बाहिरको काम आउटसोर्सिङ मात्र गरेर इट्स नट एन इन्डस्ट्री। सो हाउ वी क्यान इन्कर्पोरेट IT। र मेरो एउटा सजेसन चाहिँ स्टार्टिङ फ्रम गभर्नमेन्ट एभ्री मिनिस्ट्री एन्ड सब डिभिजनमा चाहिँ एटलिस्ट 15 to 20% IT को युज हुनु पर्यो र त्यो मोनिटर गर्न सक्नु पर्यो, इम्प्लिमेन्ट गराउन सक्नु पर्यो कडा रूपले। त्यो भयो भने यहाँको योमेरी जस्तो कम्पनीहरू र अरू कम्पनीजहरूलाई पनि एउटा उत्साहन हुन्छ। त्यसको लागि हामीले यदि विदेशमा नेपाललाई ब्रान्ड गर्ने हो भने हाम्रो म्यानपावर अहिले सानो छ, हामी 10 कुराको लागि ब्रान्ड गर्न सक्दैनौँ। नेपाल के को लागि सबभन्दा बढी पपुलर छ त? टेस्टिङको लागि छ कि होइन भनेपछि सबैजनालाई टेस्टिङ गर्नु पर्यो सफ्टवेयर भने नेपालमा जानु पर्यो भनेर। कल सेन्टरको लागि छ कि, मेडिकल ट्रान्सक्रिप्सनको लागि छ कि, डेटा एन्ट्रीको लागि छ कि, त्यो पनि आइडेन्टिफाई गरेर स्टार्ट एउटा दुईटा कुराले ब्रान्ड गर्यो भने त्यो काम मात्र आयो भने स्किल सेट पनि त्यसरी डेभलप हुन्छ र हामीले त्यसरी नै इगन ब्रान्ड। अहिले इफ आई टेल नेपालमा डिजाइन राम्रो हुन्छ भने देयर आर नट मोर देन 10 कम्पनीज हु क्यान डेलिभर द्याट। सो वी निड डेटा, द्याट्स द फर्स्ट थिङ। सेकेन्ड थिङ आई थिङ्क इट्स रियली इम्पोर्टेन्ट टु नाउ रिभाइज द सिलेबस। अहिले जुन फ्युचर छ त्यो अनुसारको र सिलेबस रिभाइज गर्दा चाहिँ 10 वटा बाहिरको युनिभर्सिटीको लेटेस्ट सिलेबस हेरेर कपी पेस्ट गरेर हुँदैन किनकि त्यहाँ पढाउने तरिका फरक छ, त्यहाँको अप्रोच फरक छ। मेरो विचारमा चाहिँ वर्क
लोड त्यो पढाइको वर्कलोड कम हुनु पऱ्यो लाइक हप्तामा 3 दिन क्लास होस् अथवा बिहान मात्र क्लास होस् 4-5 आवर्स मात्र होस् र बाँकी टाइम चाहिँ काम गर्न उत्साह हुनु पर्यो स्टार्टिङ फ्रम इयर 2 नट फाइनल इयर किनकि इयर 2, 3 र 4 त प्रोजेक्ट कपी गर्दैमा जान्छ माइनर प्रोजेक्ट्स र जो स्किल्ड छन् ऊ कम्पनी यहाँ जोइनै गर्दैन उसले आफै काम जो सेकेन्ड इयरदेखि काम जानेको छ उसले त यहाँ कम्पनी जोइनै गर्दैन र त्यही भएर स्किल्ड म्यान पावरको कमी भएको गाह्रो छ तपाईँ डलरमा इन्कम गर्नुहुन्छ भने मात्र पठाउन सक्नुहुन्छ होइन सो त्यो सजिलो अनलाइन हुन सक्यो भने द्याट कुड बी अनदर थिङ सो द्याट वी आर अलरेडी डेभलप 2 products Arrow SMS and PicoVico and our third product which is a digital payment system will be coming soon this year. Thank you for listening. To be very honest, like freelancing, your payment challenges, outsourcing, how you evolve, all this kind of thing. अनि सजेसन पनि धेरै राम्रो राम्रो आयो जस्तो यो एउटा मैले यसैबाट एउटा इस्युलाई क्याच गरेर जस्तो एचआर टर्नओभरहरूको इस्यु नै भन्नु यो यसको लागि चाहिँ हाम्रो यहाँ सफ्टवेयर रिभ्यू कमिटीले पनि वी हेभ कपल अफ मिटिङ्स अर्लियर अनि यसको लागि व्हाट वी हेभ भन्दाखेरि कम्पनीको इन्भेस्टमेन्ट लागिरहेको छ सो यु मस्ट स्टे विथ द कम्पनी फर अबाउट अ पिरियड failing to stay for that period, there are certain penalties that your particular employee is going to pay on. You are certain standard format come say one hour, and they supply the industry manager. Managing Director of Info Developers, Mr. Umesh Raghuvanshi, for his presentation. Computer Resources Nepal.